हेलो नमस्ते गुड मर्निङ साथीहरू। चाहिँ बिहानीको सुरुवातसँगै यो चाहिँ हाम्रो कुखुराको कुखुराको पुत्ला हो। म चाहिँ यहाँ वाचिपा, कोही राईहरूले वाचिपा भन्नुहुँदो रहेछ, हामी चाहिँ तिते पनि भन्छौँ नेपालीमा। अनि त्यस पछाडि हामी चाहिँ वर्कसप भन्छौँ है। अनि पकाउनु लागिरहेको छु। स्टे ट्युन। यसरी केलाउनु पर्ने हुन्छ। यो डाक्ला डुक्ली फालेर एकदम बुत्ला डढाको धुलो मात्रै बनाउनु पर्ने हुन्छ। धुलो बनाएर लाउने। अनि यसले चाहिँ जिउ दुखेको, गलेको बेलामा जिउ दुखेकोहरू, थकानहरू पनि एकदम रिलिफ फिल गराउँछ। यस्तो खाएपछि चाहिँ एकदम तागत दिने जस्तो हुन्छ। एकदम पेन रिलिफ भएको फिल गराउँछ। यो चाहिँ एकदम औषधिको रूपमा पनि प्रयोग गरिन्छ। यो चाहिँ खुट्टा, टाउको, पखेटाको यो चाहिँ हो के भन्नु, किमा जस्तै बनाइएको छ मसिनो काटेर। अनि त्यसमा लगाउनु लागेको प्याज, अनि यसमा चामलसँग मजाले पकाउने अनि मस्त खाने हो सबैजना भएर। फाइनली अब चाहिँ यो रेडी भइसकेको छ। यसलाई चाहिँ म यसरी मिसाउँछु। यसरी यसमा लाएर घोल्ने हो। यसरी घोलेपछि चाहिँ सबैतिर पुग्छ नि त। त्यो अब एक ठाउँ लगायो भने त एक ठाउँ मात्रै पनि हुन सबैले यस्तो धुलो चिप्को जातै भइदिने क्या। अनि यहाँ यसरी मोल्दिएपछि यो चाहिँ दुईवटा भालेको खुट्टा, टाउको, पखेटा हो है। दुईवटा भालेको खुट्टा, टाउको, पखेटा चाहिँ यति भएछ। निकै ठुल्ठुलो थियो नि त भाले पनि। यस्तो भएको छ। ल चाहिँ अब पकाउँदैछु। टक्क तेल लाउने। तेल अलि बढी नै लाउनु होला हौ। तेल त्यो चाहिँ धेरै लाउनुपर्छ, किनभने यसमा चौँसुर पनि छ नि त। चौँसुरले चाहिँ एकदम मान्छेको जिउ दुख्नेबाट एकदम गर्छ क्या, राम्रो गर्छ क्या। त्यही भएर चाहिँ फेरि पड्काउने मसला अलिक बढी नै लाउँछु। अरू मसला कम लाए पनि। यो पनि घरकै प्याज हो क्या, त्यही भएर पलाइसकेको थियो सबै मैले युज गरिदिएको। घरकै प्याज फलेको अहिलेसम्म चाहिँ सबै पलाएर जराएर भइरहेको। त्यो पनि किन फ्याँक्ने है, मरिमरि फलाएको। अब चाहिँ यो रातो भएपछि बेसार लाउने। बेसार लाएर अब टक्क यो खुट्टाहरूको पखेटा, टाउको कटिङ मजाले चलाउने। यो कोही खुट्टाको उयोहरू चाहिँ त्यसै लगाएको छ, किनकि त्यो टोकेर खानु मिठो हुन्छ भनेर त्यतिकै लगाइदियो। काट्नु पनि झ्याउ भयो, धेरै भयो, काटा डहिरहनु भयो, त्यतिकै लगाइदियो। ल म चाहिँ अब तिते बनाउनको लागि मसला रेडी गर्दैछु। मसला पिस्दैछु। मसला हाम्रो एकदम अर्ग्यानिक छ। आफ्नै बारीमा फलेको धनिया, आफ्नै बारीमा फलेको तिल, आफ्नै बारीमा फलेको चौँसुर मिक्स गरेको छ। अनि जिरा मात्रै हो, किनकि जिरा चाहिँ आफ्नो बारीमा फलाउनु सकिँदैन नि त, त्यही भएर। आफ्नै बारीमा फलेको फेरि अदुवा र लसुन पनि छ है। लसुन त सकिनु लागेको रहेछ, त्यही भएर कम छ। अदुवा पनि यहाँ कहाँ छौ। भिडियो बनाउने बिर्सेछु कि साथीहरू। यो चाहिँ चामल लगाइसकेर पनि पानी हालेको अवस्था। अब यसलाई यो चामल पाकेपछि चाहिँ खानालाई रेडी हुन्छ। मसला हालेर, नुन हालेर, चामल हालेर अनि पानी हालिसकेको छु मैले। पानी हालेर पाक्दैछ। बिरयानी हो क्या हाम्रो लागि यो चाहिँ। हामी बिरयानी बनाएर खान जान्दैनौँ, यही हाम्रो बिरयानी। दामी हुँदैछ। फाइनल्ली हाम्रो तिते बिरयानी चाहिँ रेडी भइसकेको छ। यस्तै हो, अलिक गिलो भयो, किनकि हामी अलिक मिल्नु सक्दैनौँ नि त। फुरुरु बनाउनु हुँदैन क्या, यस्तै खानुपर्छ बुढाबुढी मान्छे भएको ठाउँमा।